नमस्ते सबैजनालाई। म आज सानो प्रतिक्रिया दिन आएको निर्वाचनलाई लगेर यो चुनावको माहौललाई लगेर है। सुदूरपश्चिम कर्णाली हामी भन्छौँ कर्णालीमा विकासै भएन। कहाँबाट हुन्छ विकास, कसरी विकास हुन्छ यस्तो गर्यो भने सायद मलाई यो लाग्दैन यो जनताको हो भनेर पनि है। यो जनताको मात्रै गल्ती पनि छैन क्या, किनभने यो पहिलाको शिक्षित र अशिक्षितमा पनि धेरै डिफ्रेन्ट पऱ्यो नि त। जुम्लाकै कुरा गरौँ, जुम्ला हाम्रै क्षेत्र नम्बर 1 मा कुरा गरौँ, त्यहाँ नगरपालिकामा ज्ञानेन्द्र साईले आएको भोट र गाउँपालिकातिर आएको भोटमा कति फरक पऱ्यो क्या। शिक्षित व्यक्तिहरूमा र अशिक्षित व्यक्तिहरूमा कति फरक हुने रहेछ, एउटा त्यो भयो है। कालीकोटमा त भेडै हो भने तिमीहरू त भेडै हो कि भेडै हो, म भन्छु तिमीहरू भेडै हो। अनि एउटा कुरा चाहिँ सबैभन्दा यस्तो कुरा पनि हो, कता टेक्नोलोजीको कमीले गर्दा नि हो। अब राजसभाको कस्तो थियो, प्रत्यक्ष भन्दा पनि त अब मोबाइलमा त्योमा सबैमा त्यस्तो देख्दाखेरि चाहिँ सबै मान्छेहरूको मनमा घन्टी भन्ने बसेको थियो। अनि कालीकोटतिरको मान्छेहरूले फोनहरू युज गर्दैन, त्यो कारणले पनि हो जस्तो लाग्छ है मलाई। तर पनि हामी कसरी भन्न सक्छौँ कि अब कर्णाली विकास भएन भनेर? कुन आधारमा भन्छौ कि अब कर्णाली विकास भएन भनेर? तिमीहरू त्यस्तै छौँ त हामी कसरी भनौँ कि हामीले कर्णाली विकास भएन भनेर? कुनै हक अधिकार छैन कि अब हामीले कर्णाली विकास भएन, सुदूरपश्चिममा विकास भएन, बजेट पाएनौँ भनेर बुझाउने।